व्यवसायले पेट्रोल र डिजलमा तिरेको भ्याट क्रेडिट क्लेम गर्न पाउँछ कि पाउँदैन भन्ने बारेमा कन्फ्युजन छ भने आउनुहोस् आजको भिडियोमा पेट्रोल र डिजलमा तिरेको भ्याट क्रेडिटका बारेमा केही नियमहरू डिस्कसन गरौँ है त। आउनुहोस् एउटा उदाहरणबाट सुरु गरौँ। एबीसी प्राइभेट लिमिटेड भन्ने एउटा भ्याट रजिस्टर्ड पार्टी रहेछ। उसले आफ्नो व्यवसायमा भेहिकल्सको लागि, भेहिकल्स भनेको सवारी साधनको लागि, चाहे त्यो बाइकको लागि होस्, गाडीको लागि होस्, जेसको लागि भए पनि उसले पेट्रोल किनेको रहेछ सवारी साधनमा हाल्नको लागि भने, र त्यसमा 25,000 को पेट्रोलमा 3250 भ्याट तिरेको रहेछ भने यो 3250 उसले भ्याट क्रेडिट दिन पाउँछ कि पाउँदैन भन्ने हामीले बुझ्नु पर्यो। अर्को पनि एउटा इक्जाम्पल लिउँ अनि यसको सोल्युसनको कुरा गरौँला है त। हामीले हाम्रो अफिसमा व्यवसायमा एउटा मेसिन रहेछ जुन पेट्रोलबाट चल्दो रहेछ। कुनै एउटा मेसिन होला जसमा हामी पेट्रोल नहालिकन त्यो मेसिन चल्दैन भनेपछि त्यसको लागि भनेर पनि हामीले पेट्रोल किनेको छौँ भने यसमा 25,000 को पेट्रोलमा हामीले 3250 हामीले भ्याट तिरेको छौँ भने यसको क्रेडिट क्लेम गर्न पाइन्छ कि पाइन्न भन्ने बारेमा बुझ्नु। भ्याटमा हामीलाई क्रेडिट लिन नपाइने वस्तुमा एउटा वस्तु चाहिँ भेहिकल्सको लागि पेट्रोल किनेको छ भने त्यसको क्रेडिट पाइँदैन। भन्न खोजेको यदि तपाईले सवारी साधनका लागि पेट्रोल किन्नु भएको छ भने त्यस्तो केसमा चाहे त्यो सवारी साधन तपाईले सामान बोक्नलाई युज गर्नुहोस्, मान्छे बोक्नलाई युज गर्नुहोस्, व्यवसायमा जुनसुकै कामको लागि युज गरे पनि सवारी साधनमा किनेको पेट्रोलमा तिरेको भ्याट हामीले क्रेडिट क्लेम गर्न पाइँदैन। तर पेट्रोलमा भ्याट क्रेडिट क्लेम गर्न पाइन्न भनेर त्यसै भन्नु भएन। सवारी साधनको लागि भनेर किनेको पेट्रोलमा चाहिँ भ्याट क्रेडिट क्लेम गर्न नपाइने हो। तपाईले अफिसमा भेहिकल्स बाहेक, सवारी साधन बाहेक मेसिनको लागि हुन सक्छ, अन्य कुनै प्रयोजनका लागि पेट्रोल किन्नु भएको छ र त्यसमा भ्याट तिर्नु भएको छ भने त्यो चाहिँ क्रेडिट क्लेम गर्न पाइन्छ। भनेपछि हाम्रो यो इक्जाम्पलमा यो भेहिकललाई लिएको 3250 पाइँदैन र मेसिनमा तिरेको 3250 चाहिँ हामीले के गर्न पाइन्छ, भ्याट क्रेडिट क्लेम गर्न पाइन्छ। तर पेट्रोल पम्प हेर्नु त जसको कामै के हो, पेट्रोल किन्ने, पेट्रोल बेच्ने, पेट्रोल पम्पको हकमा अथवा जसले पेट्रोलकै किनबेच गर्ने काम गर्छ भने उसको हकमा उसले किनेको पेट्रोलमा तिरेको भ्याट क्रेडिट क्लेम गर्न चाहिँ पाउँछ। सो यदि एबीसी प्राइभेट लिमिटेड पेट्रोल पम्प हो भने उसले जुन 3250 तिरेको छ आफूले पेट्रोल किन्दा उसले यसको क्रेडिट लिन पाउँछ। सो डिजेलको हकमा के हुन्छ त, आउनुहोस् एउटा इक्जाम्पलबाट बुझौँ। एबीसी भन्ने भ्याट रजिस्टर्ड प्राइभेट कम्पनी रहेछ जसले डिजेल किनेछ सवारी साधनको लागि, डिजेल किनेछ मेसिनको लागि। अब डिजेलको हकमा चाहिँ तपाईले त्यो सवारी साधनमा प्रयोग गरे पनि, तपाईले त्यो मेसिनमा प्रयोग गरे पनि सबै एमाउन्टको भ्याट क्रेडिट क्लेम गर्न पाइन्छ जति तपाईले भ्याट तिर्नु भएको छ। भनेपछि सिम्प्लिफाई गर्ने हो भने क्रक्समा के रहेछ भन्दा पेट्रोलको हकमा गाडीमा हालेको पेट्रोलको, सवारी साधनमा हालेको पेट्रोलको क्रेडिट क्लेम गर्न पाइँदैन। डिजेलको हकमा चाहिँ जस्तो सुकै सिनारीमा पनि व्यवसायको लागि तपाईले डिजेल किन्नु भएको छ भने त्यसमा क्रेडिट क्लेम गर्न पाइन्छ। यो भ्याट क्रेडिट हामी इन्डिभिजुअलले आफ्नो पर्सनल पर्पसका लागि किनेको पेट्रोलमा अथवा डिजेलमा चाहिँ पाइँदैन, व्यवसायले नै क्लेम गर्ने हो र व्यवसाय पनि भ्याटमा दर्ता छ भने बल्ल भ्याट क्रेडिटका कुराहरू आउँछ। यस्तै इन्फर्मेटिभ भिडियोको लागि एकाउन्टेन्ट सट्टालाई फलो गर्नुहोला।